सबैभन्दा पहिला हामी पढ्छौँ सामान्य अभिवादन र आधारभूत शब्दहरूको बारेमा। आफूभन्दा ठुलो र आफू समान व्यक्तिहरूसँग भेटेपछि कसरी आदर गर्ने र अभिवादन गर्ने र जाने बेलामा के भन्ने त्यसकै बारेमा हामी पढ्नेछौँ। सो स्टार्ट गरौँ। 1 नम्बरमा छ आनेङ हास्यो। आनेङ हास्यो भनेको हुन्छ नमस्ते, नमस्कार, गुड मर्निङ। कोरियन भाषामा कसैलाई नमस्ते वा नमस्कार भन्दाखेरि आनेङ हास्यो भनिन्छ। हामीहरू आफ्नो नेपालमा के गर्छौँ, कसैलाई नमस्ते नमस्कार भन्दाखेरि हात जोडेर भन्छौँ वा खुट्टा ढोकेर भन्छौँ। तर कोरियनमा यस्तो हुँदैन। कोरियनमा नमस्ते नमस्कार वा गुड मर्निङ भन्दाखेरि आनेङ हास्यो भनिन्छ। तर टाउको र पिठ अलि झुकाएर आनेङ हास्यो र भनिन्छ। आनेङ हास्यो भनेको हुन्छ नमस्ते नमस्कार गुड मर्निङ। आनेङ भनेको नमस्ते नमस्कार हुन्छ। आफू समान साथी वा आफूभन्दा सानो व्यक्तिलाई आनेङ भनिन्छ। 2 नम्बरमा छ खाम्साहाम्निदा। खाम्साहाम्निदा भनेको हुन्छ धन्यवाद, थ्याङ्क यू। अब कसैलाई धन्यवाद दिनको लागि थ्याङ्क यू भन्नु पर्दाखेरि कोरियन भाषामा कसरी भन्ने? कोरियन भाषामा खाम्साहाम्निदा भनेको हुन्छ धन्यवाद, थ्याङ्क यू। अब कसैलाई थ्याङ्क यू भन्दाखेरि हामी खाम्साहाम्निदा भन्नुपर्छ कोरियन भाषामा। खोमपसुम्निदा भनेको पनि धन्यवाद, थ्याङ्क यू हुन्छ। तर यो कुन अवस्थामा भन्ने? औपचारिक रूपमा भनिन्छ यो। अब 3 नम्बरमा छ छुएसोङहाम्निदा। छुएसोङहाम्निदा भनेको हुन्छ माफ गर्नुहोस्, आई एम सो सरी। अब कसैलाई सरी भन्दाखेरि कोरियन भाषामा छुएसोङहाम्निदा भनिन्छ। अब औपचारिक रूपमा माफी माग्दाखेरि मियानहाम्निदा पनि भनिन्छ। मियानहाम्निदा भनेको पनि माफ गर्नुहुन्छ, आई एम सो सरी हुन्छ। 4 नम्बरमा छ ने भनेको हो हुन्छ। आनियो भनेको होइन हुन्छ। त्यसपछि हामी नेक्स्ट इम्पोर्टेन्ट मिनिङहरूमा पढ्नेछौँ समय र दिन शब्दहरूको बारेमा। ओनुल भनेको आज हुन्छ। ओनुल भनेको आज हुन्छ। नेइल भनेको भोलि हुन्छ। अझे भनेको हिजो हुन्छ। अझे भनेको हिजो हुन्छ। सिगान भनेको समय हुन्छ। सिगान भनेको समय हुन्छ। आच्छिम भनेको बिहान हुन्छ र छम्सिम भनेको दिउँसो हुन्छ। आच्छिम भनेको बिहान हुन्छ। छम्सिम भनेको दिउँसो हुन्छ। छन्याङ भनेको साँझ हुन्छ। फाम भनेको रातो हुन्छ। छन्याङ भनेको साँझ हुन्छ। फाम भनेको रातो हुन्छ। नात भनेको दिन हुन्छ। नात भनेको दिन वा दिउँसो हुन्छ। नेक्स्ट इम्पोर्टेन्ट मिनिङमा हामी पढ्छौँ व्यक्तिगत सम्बन्धमा प्रयोग हुने शब्दहरूको बारेमा। इरुम भनेको नाम हुन्छ। अब कसैलाई नाम सोद्धाखेरि इरुमको प्रयोग गरिन्छ। इरुम भनेको नाम हुन्छ। नाइ भनेको उमेर हुन्छ। अदि भनेको कहाँ हुन्छ। नुगु भनेको को हुन्छ। मुवत भनेको के हुन्छ। वे भनेको किन्न हुन्छ। अथखे भनेको कस्तो हुन्छ। इरुम भनेको नाम हुन्छ। नाइ भनेको उमेर हुन्छ। अदि भनेको कहाँ हुन्छ। नुगु भनेको को हुन्छ। मुवत भनेको के हुन्छ। वे भनेको किन्न हुन्छ। अथके भनेको कस्तो हुन्छ। आजको हाम्रो इम्पोर्टेन्ट मिनिङ छ किनमेल र पैसा सम्बन्धी शब्दहरूको बारेमा। सो स्टार्ट गरौँ। नम्बर 1 मा छ अल्मायो। अल्माएयो भनेको कति हो। अल्माएयो भनेको कति हो। फिसायो भनेको महँगो छ। फिसायो भनेको महँगो छ। सायो भनेको सस्तो छ। सायो भनेको सस्तो छ। ह्याङ्गुम भनेको नगद। ह्याङ्गुम भनेको नगद। खादु भनेको काठ। खादु भनेको काठ। नेक्स्ट इम्पोर्टेन्ट मिनिङ छ यातायात र दिशा सम्बन्धी शब्दहरूको बारेमा। 1 नम्बरमा छ यगी भनेको यहाँ। यगी भनेको यहाँ। छगी भनेको त्यहाँ। छगी भनेको त्यहाँ। ओरुन्चोक भनेको दायाँ।
ओरुन्चोक भनेको दायाँ। वेन्चोक भनेको बायाँ। वेन्चोक भनेको बायाँ। आफ भनेको अगाडि। आप भनेको अगाडि। थुई भनेको पछाडि। थुई भनेको पछाडि। सो आजको हाम्रो इम्पोर्टेन्ट मिनिङ छ खानपान सम्बन्धी शब्दहरूको बारेमा। फाप भनेको भात। फाप भनेको भात। मूल भनेको पानी। मूल भनेको पानी। खिम्ची भनेको कोरियन अचार। खिम्ची भनेको कोरियन अचार। खोगी भनेको मासु। खोगी भनेको मासु। छेसो भनेको तरकारी। छेसो भनेको तरकारी। ख्वाइल भनेको फलफुल। ख्वाइल भनेको फलफुल। नेक्स्ट इम्पोर्टेन्ट मिनिङ छ भावना र प्रतिक्रियाको बारेमा। नम्बर 1 मा छ छो आयो भनेको राम्रो छ। छो आयो भनेको राम्रो छ। नापायो भनेको नराम्रो छ। नपायो भनेको नराम्रो छ। हेङबो खेयो भनेको खुसी छु। हेङबो खेयो भनेको खुसी छु। खुल्ला फयो भनेको दुखी छ। खुल्ला फयो भनेको दुखी छ। फिगोन हेयो भनेको थकित छ। फिगोन हेयो भनेको थकित छ। ह्वाना सयो भनेको रिसाए। ह्वाना सयो भनेको रिसाए। मुस वयो भनेको डर लाग्यो। मुस वयो भनेको डर लाग्यो। नेक्स्ट इम्पोर्टेन्ट मिनिङ छ संवादमा प्राय प्रयोग हुने शब्दहरूको बारेमा। मजायो भनेको सही छ। मजायो भनेको सही छ। थुल्लेयो भनेको गलत छ। थुल्लेयो भनेको गलत छ। आलगे सयो भनेको बुझे। आलगे सयो भनेको बुझे। मोल्लायो भनेको थाहा छैन। मोल्लायो भनेको थाहा छैन। थोवा छुसेयो भनेको कृपया मद्दत गर्नुहोस्। खिदाल्य छुसेयो भनेको कृपया पर्खनुहोस्। खिदाल्य छुसेयो भनेको कृपया पर्खनुहोस्।